Udah baru baru deket di bro. Udah baru baru deket di bro. Kita sudah lagi sih. Halo, kita sudah lagi sih. म दुईचोटि लुटिसकेँ गाइस म दुईचोटि लुटिसकेँ गाइस वेलकम ब्याक टु माई अनदर भ्लग। अनि आज चाहिँ हामी मुस्ताङमा बास बसेका थियौँ र म भर्खर उठेको छु। 6:30 भइसकेको छ। सबैजना सुत्दैछन् यता। म पनि भर्खरै उठेको छु। अब ब्रस गरिन्छ, नास्ता खाएर हामी आज पोखरा जाँदैछौँ है। पोखरा जानुभन्दा पहिला चाहिँ हामी तातो पानी भन्ने ठाउँमा जान्छौँ र त्यसपछि त्यो झरना घुमेर हामी पोखरातिर जान्छौँ गाइस। गाइस अहिले चाहिँ हामी गल्छी भन्ने ठाउँमा आएका छौँ। हेरौँ यहाँ के रहेछ। हेलो यता सुपर ब्लगी जी। हेलो यता सुपर ब्लगी जी। लाइक सब्सक्राइब गरिन न। हाम्रो च्यानल लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनु होला। मेरो ब्लग गाइस यति चिसो हावा छ नि, यस्तो चिसो हावा मैले अहिलेसम्म महसुस गरेको थिएन। यस्तो चिसो हावा मैले अहिलेसम्म महसुस गरेको थिएन। हेर्नुहोस् यहाँ झन्के पुरिरहेको छ। लिमिटमा लिमिट यहाँ बब्बाल गइरह्यो। यो सिनेमेटिक हाल्नु त एकदम हलिरहेको छ यहाँ। फाइनली गाइस गल्छी नै बल्छी सुपर ब्लगमा वेलकम सबैलाई। फेरि जानुपर्छ लाइक शेयर सब्सक्राइब गरिदिनु भन। बिचमा हेर्नु होला द्याट इज गल्छी पल्छी के नाम हो यो? फाइनली हामी गल्छी हो कि पल्छी घुमिसकेका छौँ। अब हामी बसतिरको यात्रामा। धन्य नलोटेको अवस्था। गाइस म धन्य नलोटेको यहाँ पल्छीमा। होइन एउटा छ कि भिडियो छ बाख्राको हेरो लडेर भाइरल भएको। हामी बसतिर जानु लाग्यो। हाम्रो बस कुन हो? हाम्रो बस यो हो गाइस है। तर अलि रमाइलो चाहिँ भएन कि जे होस्। यो चाहिँ हाम्रो बस।
कम भिड छ अरे बहुत डेंजर है यार गाइस हाम्रो सेन्चुरी दादा एकदम डेन्जर छ यहाँ रिक्स छ रिक्स दोस्त अरे पे ढुङ्गा छ गाइस अरे सेन्चुरी दादा गाइस म यहाँ टुप्पोमा आइसकेको छु है त गाइस म यहाँ टुप्पोमा आइसकेको छु है त तपाईलाई भ्यू हामी चाहिँ टुप्पोमा छौँ क्या अरे खोइ मोबाइल ल्याऊ मोबाइल ल्याउ मोबाइल खिचिदिन्छु ए सिमन आयो हामी चाहिँ यहाँ आयौँ झरेर घुमेर हामी फर्किँदैछौँ बाटो एकदम यस्तो छ हेर्नु हल्का रिक्स लियो भने नि तल उल्टिने अवस्था छ ढुङ्गाहरू यस्तो छ म 2 चोटि लुटिसकेँ गाइस तपाईँहरूलाई भिडियो देखाउनको लागि म यहाँ माथि चढेको म 2 चोटि लुटिसकेँ गाइस यस्तो बाटो छ यहाँ हेर्न सक्नुहुन्छ गाइस हाम्रो बसको हामी मात्र छौँ लगभग सबै गइसकेका छन् उता बसले हर्न पनि मार्न थालिसक्यो अब चाहिँ हामी जान लाग्यो किनकि हामी मात्र छौँ हाम्रो ग्रुपको मात्र छौँ अब बसले हामीलाई कुरिरहेको छ त्यहाँ हेरमा बसले हामीलाई कुरेको अवस्था अब हामी चाहिँ जाँदैछौँ ल ओइ ताम त भाइ ओके यहाँ यसले मलाई गाली गरिरहेको छ भाइ फाइनली हामी माथिबाट यस्तो भिड छ अब हामी बस्न जान लाग्यो यहाँ देख्न सक्छौँ हामी कुइरिनीलाई अनि यता हाम्रो पुठेले फोटो खिच्दैछ यता सर हुनुहुन्छ यता ल हेलो ब्लगमा स्वागत छ हाम्रो बस केटीहरूले चाहिँ मकैको फुला दिइराखे यहाँ खाना लगाएको होइन मलाई खासै मन चाहिँ परेन भनिहाल्यो नि त्यो लाग्यो हामी जान लाग्यो हामी चाहिँ तातो पानी हेर्ने केटा हो तातो पानी तातो पानी भन्ने ठाउँ कस्तो रहेछ हामी हेर्न गइरहेको छौँ हेर्नुहोस् नामै तातो पानी छ पानी कतिको तातो हुँदो रहेछ हामी हेर्नेछौँ यही है चाहिँ गाइस तातो पानी भन्ने स्विमिङ पुल टाइपको रहेछ खास चाहिँ त्यस्तो इन्ट्रेस्टिङ राम्रो रमाइलो चाहिँ केही पनि रहेन तर जो सुखी रहेछ अब हामी जान लाग्यो डिप्रेसन जस्तो हेरेर जान लाग्यो हामी यति घुमघाम गयो मान्छे कुन मन्दिर जान लाग्यो हामी होइन एउटा के मन्दिर हो क्या त्यहाँ होला तैँले भनेको शिवको स्ट्याचु शिवको स्ट्याचु हो शिवको के छ पुट्टु ठिक छ यार चस्मा किन्नु नि क्या यार चस्मा मेरो फुट्यो मोबाइल पाउँछ यहाँ त सस्तो पायो भने किन्दैन कोही बजेटले पुग्यो भने किन्दैन क्या कालो हाइट
तपाईको क्यामेरा कता छ अबे अन्त हिजो फाइनली यो मन्दिरमा आइसकेको छौँ है त शिव मन्दिर महेन्द्र गुफा हेर्ने के हामीले बोक्रा आइसकेको छिटो छ नि गाइस हामी चाहिँ यो गुफामा छिरेको मन्दिर गुफा मेरो मोबाइल ठोक्यो यार हेर्न सक्नुहुन्छ कपाल चिप्लो ह एमा धनै नलोडेको कपाल चिप्लो ह एमा धनै नलोडेको झुट बोल रहा है मेरो साथी हराएको अवस्था मेरो साथी हराएको अवस्था गाइस कता अबे यस्तो ठाउँमा सिस्क्यामर रहेछ यार ओए अबे यस्तो ठाउँमा सिस्क्यामर रहेछ यार ओए तेरो मजा लाग्यो त्यो न टाइममा चाहिँ छिपेछु ए ओए गाइस फर्किनी हो हैन म त नानीहरु बाहिर गाइस हामी तपाईको लागि यति राम्रोसँग भेट भइरहेको छ यस्तो गुफामा पनि Oh my god! Wow! A few moments later. हामी चाहिँ फाइनली के कोड गरे त्यही पुन्दी कोड कि कहाँ आएका छौँ ल सक्नुहुन्छ अनि मैले पोखरामा किनेको नयाँ चस्मा कस्तो छ भनिदिनु भएको चुप नयाँ चस्मा हुन्छ गाइस हामीलाई चाहिँ यति गाह्रो भएको छ नि होइन त्यो सिडी चढ्दा खुट्टा दुखेर मर्न आँटिसक्यो भने स्या बनाएको छ फाइनली हामी चाहिँ माथि टपमा आइसकेका छौँ जय शम्भु बम बोले हामी चाहिँ आज यो माथि आएको होइन ट्र्याकको यो चाहिँ पहिला पल्टको साथसँग भेट भएको अवस्था शैलेश रेग्मी होइन गाइजहरू हामी चाहिँ फर्केको अवस्था अब ढाक्क घुम्यौँ अनि फर्केको अवस्था A few moments later. आज चाहिँ हामी ट्रेनमा सँगै पढेको साथीसँग भेट भएको छ यो चाहिँ हाम्रो जिग्री साथी अनि मेरो जिग्री साथीले हेर्न यत्रो केटीहरूको लाइन छ
यो पनि हेर्न सक्नुहुन्छ केटीहरू भनौँ न अलि अनि यता चाहिँ हाम्रो शैलेश रेग्मी हुन्छ यो पनि सँगै पढेको उहाँ चाहिँ हाँस्दै आउनु भएको अवस्था गाइज है अनि मैले चाहिँ मेरो साथीलाई यिनीहरूलाई चिनाउन गइरहेको छु ल ओइ ओइ शैलेश शैलेश ल सिज विनिता निकिता दिव्या प्रतीक्षा सञ्जना सुन्यौ सञ्जना प्रतीक्षा दिव्या निकिता विनिता ओके ल आजबाट फ्रेन्ड Guys, आजको भ्लग यति नै ओन्ली दिस मच फर टुडे ओके रमाइलो भयो गाइज हैन हाम्रो जिरी साथीले भेटेर गएको अवस्था